ओहो पानी रहन्छ। अब के गर्ने होला? अब यस्तो एउटा आइडिया लगाउनु पर्यो। अब यदि पानी सकिएको खण्डमा हामीले यसरी इम्प्रोभाइज तरिकाले केही हदसम्म आफ्नो समस्याहरू समाधान गर्न सकिन्छ है त साथीहरू। ल हेर्नुहोस्, म तपाईँलाई यो गजबको आइडिया सिकाउँछु। विशेष गरी जङ्गलतिर हामी गएको बेला पानी एकदम कम हुन्छ, यसको लागि आफूलाई खानेपानी पनि चाहियो। यसो हातखुट्टा धुन, टाउको धुनको लागि थोरै पानीले पनि कसरी आफ्नो सरसफाइ गर्ने भन्ने यसरी ट्याक्क तपाईँलाई देखाएको छु। मैले पनि यो पानी सकिएपछि यो के आइडियाले आज टाउको पखाल्ने त भनेर आइडिया लगाएको थिएँ। त्यही भएर यो आफूसँग भएको यो थोरै पानीलाई सदुपयोग गरेर यसरी नुहाएको छु है। तपाईँहरूसँग पनि नयाँ नयाँ आइडिया छ भने सेयर गर्न सक्नुहुन्छ। यसरी अन्त सानो धारामा थोरै पानीले मजाले खानलाई, टाउको धुनलाई। अब यसमा 2-2.5 लिटर पानी चाहिँ गइहाल्छ। अब जग छैन हामीसँग, अरू साधन छैन भने यसरी इम्प्रोभाइज गरेको है। ल यसरी चाहिँ यो पानीले चाहिँ सफा गर्न सकिन्छ। पानी नभएको अवस्थामा पनि इम्प्रोभाइज तरिकाले। धारा छैन, धारा पानी सक्यो। ल हेर्नुहोस् है साथीहरू, तपाईँहरूसँग नयाँ नयाँ आइडिया छ भने सेयर गर्नु ल। यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई एक सब्सक्राइब गरिदिनु होला है। एकअर्कालाई सपोर्ट गरेर अघि बढ्नु होला। हस् त।